नमस्ते। म तपाईँलाई आज फेरि अर्को एउटा मैले भोगेको भुतको कथा भन्छु। अब भुतकै होला जस्तो लाग्छ, त्यसरी तर्साएको थियो। अब डोटीको कुरा हो यो। म सानै थिएँ, 1 कक्षा 2 कक्षामा यस्तै पढ्थेँ होला। डोटी घन्टेश्वर गाविस वडा नम्बर 7 खारगाउँ। अब अहिले जोराइल गाउँपालिका छ। अब सानै थियौँ, अब हाम्रो गाउँमा हामी दोकानदारी बाबु भन्थ्यौँ। दोकानदारी बाबु भनेको अहिलेको हाम्रो तेज दाइको बुवा। अब उहाँ बितिहाल्नुभयो। दोकानदारी बाबुको घरमा 2टा आँगन थियो। एउटा अगाडिपट्टि, एउटा पछाडिपट्टि। पछाडिपट्टिको दुबो भएको आँगनमा हामी साँझतिर हुतुती खेलिरहेका थियौँ। हुतुती भनेको एक किसिमको कबड्डी हो। कबड्डी र हुतुतीमा के फरक छ भने कबड्डीमा कबड्डी कबड्डी भन्दै गएर छोएर भाग्ने हो। हुतुतीमा चाहिँ त्यहाँ गएर त्यसले मजाले सास फेर्न पाउँछ। हुती 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 भन्दै जान्छ अनि त्यसलाई समातेर सबै मान्छेले त्यसले मरे नमरुन्जेलसम्म त्यसलाई च्यापिराख्ने हो। तर त्यो मान्छेले यदि आफ्नो बल देखाएर सबैलाई बोकेर अथवा तिनीहरूलाई पछाड पुछुर पारेर आफ्नो एरियामा भाग्न सक्छ भने त्यसले चाहिँ जित्छ। हो त्यस्तो किसिमको हुती हुती हामी साँझपख खेलिरहेका थियौँ। गाउँभरका हामी साथीभाइ, खास गरी सबै नातेदारै थियौँ केटाकेटीहरू। अनि हुती खेल्दा खेल्दै त्यहाँ मेरो एकजना नाति नाता पर्ने साथी गाउँकै सुरत, हामी सुर्ते भन्थ्यौँ उसलाई, सुरत मल्ल। ऊ र मैले गएर त्यो घरको दोकानदारी बाबुको छोरी, उनको नाम तुलसा हो। हामी तुलसा दिदी भन्थ्यौँ। तुलसा दिदी मिन्स हुनुभएको रहेछ, नसुने हुनुभएको। उहाँको त्यो कपडा फेरेर त्यो झ्यालमा राखेको। अब हामीले गएर उहाँको त्यो मिन्स भएको कपडा छोयौँ। अब त्यो कपडा अन्जानवश छोइएको हो। अनि छोइएपछि अब त्यहाँ त अब छोइछिटो एकदमै मानिने, अब त्यसमा पनि नसुने भएको बेलामा अरूले छुन हुँदैन, त्यस्तो मान्यता। अब साँझ 6:30-7 बजिसक्यो, जाडोको महिना थियो। जाडोको महिना, अब रात, अब त्यस्तै कालो रात। अनि अब हामीले त नुहाउनु पर्यो। गाउँका मान्छेहरू सबैले ल तिमीहरू नुहाएर आऊ भन्न थाले। अब नुहाउनुको निम्ति कहाँ जाने त? गाउँको एउटा धारो थियो गेहेन्द्रको घर नजिकै। गेहेन्द्र पनि मेरो भतिजो। गेहेन्द्र मल्लको घर पछाडि धारो थियो, तर त्यहाँ नुहाउन नपाइने, किनभने त्यो देउताको धारो भन्ने भयो। अब देउताको धारोमा नुहाउने होइन। त्यसको निम्ति नुहाउन कहाँ जाने भनेपछि अब हामी नदीमा जाने। गाड, हामी खोले गाड भन्थ्यौँ। त्यहाँबाट गाडीको एउटा गाड, खोले गाड त्यसको नाम थियो। त्यहाँ नुहाउन जानु पर्यो। हामी सुत्दैन, मलाई 2जनालाई केही समस्या भएन। अब हामी गाई चराउने, भैँसी चराउने, अब त्यो गएको आउने जाने बाटोमा केही समस्या भएन, जाउँ त नुहाउन भनेर मजाले गयौँ। अब झिसमिसी भइसकेको थियो। अनि हामी त्यहाँ अब बाटोको वरिपरि तल माथि ढुङ्गा हान्दै गयौँ। ढुङ्गा हान्दै किन गयौँ भने त्यहाँ चराहरू भयङ्कर हुन्थे। यति चराहरू हुन्थे। अब चराहरू मर्लान् अथवा उड्लान्, के होला, रमाइलो गरिन्थे। केटाकेटी नभयौँ हामी, त्यस्तो उपद्रो गर्दै गयौँ। अब जाँदा 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 हामी त्यो गाडको 20-25 मिटर माथि पुगेका थियौँ। त्यहाँ घना जङ्गल थियो। त्यो सुन्नाको रुख भन्थ्यौँ हामी, त्यो सुन्नाको रुख। त्यहाँ चाहिँ मैले एउटा ढुङ्गा हानेँ, त्यो रुखको जरामा ढुङ्गा हानेँ। त्यहाँ त्यो खोल्सा जस्तो ठाउँमा थियो। ढुङ्गा हानेपछि फटफट पुरै चराहरू उडे जस्तो चाहिँ आवाज आयो। अब हामीले सोच्यौँ त्यहाँ धेरै चरा रहेछन्। अनि सुरत मेरो नाति, उसले अर्को ढुङ्गा हान्यो। त्यो ढुङ्गा हानेपछि त बाफ रे बाफ, त्यो जङ्गलै घुमे जस्तो भयो। यस्तो घुमेर, रुख हल्लिएर घुमेर पुरै चाहिँ। अब त्यसपछि हामी 2जना यस्तो डरायौँ। अब गर्ने के? चुपचाप केही बोल्न सकेनौँ। अनि हामी बिस्तारै बिरालोको चालमा, बिस्तारै बिरालोको चालमा तल खोलामा चाहिँ पुग्यौँ हामी। त्यहाँबाट नजिकै थियो। त्यहाँबाट पुगेपछि पहिला म उभिएँ, उसले टक्कसँग पानीमा यस्तरी डुबुल्की मार्यो। अनि त्यसपछि ऊ उभियो, मैले यसरी डुबुल्की मारेँ। अनि फेरि हामी बिरालोको चालमा बिस्तारै डराउँदै गाउँमा आइपुग्यौँ। गाउँमा आइपुगेपछि पुग्ने बित्तिकै हामीले गाउँका मान्छेहरूलाई त्यो कथा भन्यौँ, यस्तो भयो भनेर। सबैले सुने, हाँसे, उडाइदिए, केही पनि भएन। तर ठ्याक्कै दोस्रो दिन के भयो भने त्यही मेरो सुर्ते उसको चाहिँ अन्टी बिहान त्यही खोला भएर माथि टाढीमा जानुपर्ने रहेछ। उहाँहरूको टाढी चाहिँ अब त्यहाँ बस्ने, त्यही खेतीपाती गर्ने थियो। त्यही खोला भएर जानुपर्ने, खोले गाड भएर। ठ्याक्क जाँदै उहाँ जुन ठाउँमा हामीलाई तर्साएको थियो त्यही ठाउँमा उहाँ बेहोस हुनुभएछ। पछि गाउँलेहरूले गएर उहाँलाई उठाएर ल्याए। पछि उहाँलाई 10-15 दिनपछि अब झारफुक गरेर यताउता धामी झाँक्री गरेर के गरेर उहाँ निको हुनुभयो। अब यो भन्न खोजेको धामी झाँक्री गरेर निको हुन्छ, यो भूत प्रेत हुन्छ भनेर मैले भन्न खोजेको होइन। तर यस्ता घटना के होलान् भन्ने चाहिँ मन मस्तिष्कमा आज पनि घुमिरहन्छन्। यो एउटा अर्को कहानी मैले तपाईँलाई सुनाएँ। नमस्ते।